Hello guys, welcome to my YouTube channel. आज चाहिँ छ्यामा हुनुहुन्छ अनि यहाँ चाहिँ म अनि आज चाहिँ हामी स्वयम्भू घुम्न लागेको अनि तपाईँहरूले स्वयम्भूको दृश्य नि देख्न सक्नुहुनेछ। अब हामी चाहिँ जानेछौँ मास्तिर डुल्नलाई छ्यामा। चरा यहाँको वातावरण वेम साथी हो कता जाने भन्नुहोस्। कता जाने हामी कता जाने हेर्न सक्नुहुनेछ। यहाँनिर आउनुभयो उहाँहरू पनि। हिँड्नु मोडल हाम्रो अर्थ थाहा छैन रे। त्यस्तो राम्रो सामानहरू छ। दुईजना मात्रै टुकुर हिँड्दैछौँ हामी। अब किन्न आउन सक्नुहुनेछ तपाईँहरू पनि। अब चाहिँ के मूर्ति हो बोल्नु न। आज चाहिँ म टिम भयो जस्तो टिम हुनुभयो अरे। दामी छ अरे दामी। उकालो चढ्दै हामी यहाँ मस्तसँगले। यहाँ चाहिँ के हुँदैछ सायद केही हुँदै होला। कति बेला उता माथि पुग्ने। हामी हिँडेकै दुईजना यसरी त कचोर देखाउनु हुन्छ देखिरह त नि किन जुम गर्नुभयो र यतिकै राम्रो आएर त्यहाँ जाने हामी जुन चाहिँ तपाईँहरूले देख्नु भएको थियो सेतु दुईटा त्यहाँ हो स्वयम्भू। हामी चाहिँ स्वयम्भूतिर लाग्छ। दुईजना टक गर्मी हामीले छाता लिएर थियौँ पानी पर्छ भनेर तर यहाँ घाम लागिरहेछ मस्तसँग यस्तो घाम। जुम्रा हेरिरहेछ जुम्रा थाक्यो नाकुरुलो मात्रै देख्यो थाक्यो घाम आयो कता यस्तो पेन्टिङ थाकेमा त टर्न हेर्नु है। ओ माई गड ओहो एउटा मङ्की त्यहाँ छ एउटै जान्छ। बल्ल आधी बाटो आएर बिसाएको है हामी चाहिँ यहाँ। पिउने पानी खाने हो र कट त्यो चाहिँ कट यो मेरो भ्लग हो कि तपाईँ किन उभिनु भएको त्यहाँ हिँड्नुहोस् न। कति राम्रो मान्छेहरू हुनुहुन्छ हेरेर। ओ माई गड यस्तो दामी छ दामी छ्यामाको साथीहरू है गाइज। माई गड डर पनि लाग्छ मलाई त छ्यामाको साथीहरूसँग त। छ्यामाको साथीहरूले केही गरिदियो भने जाउँ साथी हो जाउँ हो कहाँ जानु आउनु। स्वयम्भूको भ्रमण यहाँबाट देखिन्छ। अब सिल होइन चरा हो चरा भन्न मिल्दैन। यहाँ के भइरहेको छ यति धेरै मान्छे किन यहाँ छिर्दिउँ। वा चरा जस्तै उड्नु मन लाग्यो मलाई र कति मजाले उडेछ चरा। लु यो छ्यामा त उड्छ है के हो डर लाग्यो मलाई त। ओइ छ्यामा मेरो जामा उडायो हावा मलाई त यस्तै बनाइदियो।
आउनुहोस् तपाईँ पनि मेरो फ्रेममा कस्तो लागिरहेछ भन्नु मलाई त जाडो भयो अघिसम्म घाम गइरहेको थियो जाडो निचे त सम्हाल्न परेगा अब यही देखाइन्छ म तपाईँहरूलाई हामी चाहिँ यही हेर्न आएको माइन्ड फ्रेस गर्न लागेको एकदम चिसो यहाँनिर बेलुन देखिन्छ त के देखिन्छ यहाँबाट त यहाँ चाहिँ दाइले बेच्दै हुनुहुन्छ पाइनएप्पल त्यसपछि छ वाटरमेलन पपैया मस्त मस्तसँगले उताको भ्यूहरू हेर्न सक्नुहुनेछ तपाईँहरूले दुईजनालाई पनि हेर्न सक्नुहुनेछ हावाले उडाएर हैरान गर्यो हैरान बोल्ती बन बाँदर चाहियो अरे अघि भर्खरमा देखाइदिएको उहाँको साथी फेरि अझै चाहियो होइन आयो छोड्नु त मेरो छ्यामा तपाईँ कसरी यस्तो हुनुभयो तपाईँ त यस्तो हुनुहुन्थ्यो मान्छे हुनुहुन्थ्यो कसरी यस्तोमा परिवर्तन हुनुभयो त्यहाँ खाली रहेछ साथीहरू कति धेरै माइ गड म त मरिसकेँ डरले मलाई त डर लागिसक्यो साथीहरू कहीँ छैन यहाँनिर हेर्नुहोस् न एक ठाउँमा यसो बसेर एउटा फोटो खिचौँ भनेको सबै मान्छे यहाँ नै पहिलो मान्छेको त उडेको के त वाटरमेलनमा हालेर खाँदै थियो नि छ्यामाको साथी फेरि आयो यहाँ पनि आयो कति ठाउँमा आउँछ यो मलाई अब अर्को ओ माई गड आज त यसको दिन रहेछ हौ बरु त वा ओरे रे ए हामी त यो हेर्न आएको आजको दृश्य बाँदर मात्रै मेरी समझ में नहीं आ रहा मैं क्या कर रहा हूँ पागल हो गया हूँ लेकिन तुम लोगों को बोलने से क्या होगा मेरी तो किस्मत खराब है यसले पानी चोरिदियो हाम्रो चोर खाइदियो है हाम्रो पानी चोरेर छ्यामाको साथीले खाइदियो ल ओहो मेहनत एउटा चाहिँ के भयो स्याड भयो जस्तो छ एउटा रिसायो एउटा आनन्दले छ्यामा मलाई यो किनिदिन्न छ्यामा मलाई यो किनिदिन्न छ्यामा यो छ्यामा यहाँ जानुहुने रे त्यो ओह्रालोमा ओहो केमा जान सकौँला त्यहाँ ओह्रालोमा फेरि उकालो कसरी चढ्नु हिँड्नु न त जाने भए सुई हिँडिरहनु भएको छ मेरो चाहिँ जामा उडाइरहेछ नि जामालाई यस्तो अठाएर यस्तरी हिँड्नु रहेछ हेर्नुहोस् गाई जामालाई यस्तरी अठाएर यस्तरी जामालाई अठाउने अनि हिँड्ने सुई हिँड्नु न किन उभिनु भएको यहाँ पनि छ तपाईँको साथीहरू नि हिँड्नु मैले त यहाँनिर यस्तो लुङ्गी अठाउँदै हिँडिरहेको छु लुङ्गीले जामा झन् उँभो चाहिँ यस्तो छ है साथीहरू हेर्न सक्नुहुनेछ तपाईँहरूले उकालो यस्तो छ यस्तो झरेर यता तल जाने रे डुमडुम हावा नचलेको बेलामा गइहालौँ हावा नचलेको मौकामा गइहालौँ भने त साथीहरू फेरि मेरो यहाँ जामा उडाउँछ ओहो स्याड भएर बसिरहेको छ यहाँनिर 4 भएको छ टुरिस्ट आउने ठाउँमा सफा गर्नु पर्यो अरे अब चाहिँ हावा चलेको छैन है यस्तरी हिँड्नु ट्विङ तपाईँ नि हो रहर गर्ने छिटो आउनु हिँड्नुहोस् रहर गर्ने मान्छे त हिँड्नपर्छ थाहा छ कि थाहा छैन तर्स्यो म त ओ छ्यामा यत्रो उकालोबाट आएको छौँ हामी ओहो मेरोमा केही पनि छैन थाक्यो उकालोबाट हिँड्दा
होइन भयो यहाँ तल ल्याउने चक्करमा सासे फुलो कहाँ आइपुग्नु भयो हो बा सासे फुल्यो थाई बनाउने भयो यहाँ आउनु अरे गाई स्वयम्भूको यो उकालो म चाहिँ सक्दिनँ म चाहिँ गलेँ अब चाहिँ हामी घरतिर फर्केको स्वयम्भूबाट घर लाग्यो है यति हो आजको घुमघाम यस्तोमा चाहिँ उ गएर खिच्नु दिँदैन र कहाँ दिन्छ खिच्नु नि जानु न त मलाई फोटो खिच्नु दिनु भएन केही दिनलाई होला नि के गरेको मान्छेले चलो रे यहाँ चाहिँ सबजना फोटो खिच्न बसिरहनु भएको छ अब हामी पनि खिच्नु भनेको तर पाला आउँदैन जस्तो लाग्यो ऊ माथि छेमाको साथीहरू के गर्ने यति धेरै मान्छे हुनुहुन्छ त नखिचौँ है ए हेर्नु है साथीहरू फोटो त खिच्न पाइएन अब के गर्नु यहाँ घरतिर जाने हो अब के भन्दै हुनुहुन्छ फेरि यहाँनिर वा लाग्यो पाइ बिना बोले भ्लग नबोल्ने अनुहार मात्रै देखाउनेवाला भ्लग हो यो चाहिँ हाम्रो अब भ्लग भन्ने कुरा चाहिँ यस्तै हो अब चाहिँ देखाइदिउँ यसलाई के भन्छ बिर्सेँ ए यो चाहिँ धुपी सल्लाह यो चाहिँ सल्लाहघारी है सल्लाहघारीमा यस्तो के भन्ने गीत थियो बिर्सेँ राम्रो त पुरिस त नि नखिच्ने भिडियो फ्रीमा बनाइदिन्छु तपाईँको चाहिँ फोटो आइसक्यो मेरो फोनमा नखिच्ने दाइ नखाने भाइ तिम्रो क्यान्डी पनि नखाने तिम्रो क्यान्डी पनि नखाने फोटो पनि नखिच्ने घर जाने सबको अनुहार निकालिदिन्छ आया मेरो कपडा जाने सबको नाकको दुलो भएको अनुहार बाई स्वयम्भू अब हामी चाहिँ गाडी चढ्न लाग्यो घरतिर बाटो चाहिँ यस्तो छ जुने पनि जान्छ बसमा चढ्नु नि तानी ल्याइपुऱ्यायो हामीलाई प्लास्टिकमा फास्ट हाँकेर मार्छ क्या हो कस्तो राम्रो सनसेट देखेको त घरतिर लागेको गाडीले त चलेरै घर पुऱ्याइदिन्छ जस्तो छ यो लाग्छ बाटो ओहो धुलो आयो धुलो पाउडर फ्रीमा आयो पाउडर हजुर फ्रीको पाउडर मुखमै पस्यो अरे जाडो भयो अरे वाउ सनसेट परियोका यस्तो भएर यस्तो बाटो हिँड्नुपर्छ हजुर अब यहाँ नझारेको भए त तपाईँलाई उतल सुकेधारा पुऱ्याइदिन्थ्यो सुकेधारा पुऱ्याउनु भन्दा त तपाईँ आजको दिनलाई के भन्न चाहनुहुन्छ कस्तो भयो 40 रुपियाँ लियो अरे गाडी भाडा बाँदरले पानी पनि चोरिदियो अरे गाडीवालाले पनि 40 रुपियाँ लियो अरे एकजनाको त्यसलाई अब ज्ञानी भएर दिइहाल्नु भयो
म त भन्दै थिएँ मैले अघि 35 रुपियाँ तिरेको भन्नु आँटेको थिएँ छामाले दिइहाल्यो सुटुक्क झिकेर ज्ञानी भएर म त फेरि ज्ञानी छैन नि गाइस म त छुच्ची छु रिस पो उठ्छ मलाई त कहाँ जानुभयो हौ तपाईँ म एक्लै छु यार यहाँनिर टुचुङ 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 के भनेको होला है मैले टुचुङ टुचुङ भनेको के हो खुट्टा दुखायो छेउमा तपाईँको कार होइन त्यो वाउ कहिले चढाउने ओरेन्जी यो चाहिँ मेरो है कार भनेको कारको मालिकले मलाई देख्यो क्या कारको मालिकले मलाई देखे जस्तो छ यो कारहरू सब मेरो हो तपाईँहरूलाई कुन चाहियो भन्नु होला फर्स्टको चाहियो कि सेकेन्डको चाहियो थर्डको चाहियो म तपाईँलाई दिन सक्छु अनि म चाहिँ पैदल हिँड्छु पैदल कस्तो राम्रो छ यहाँनिर फुल भइरह त नि भिडियो Hey flower. Na 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 na. Ta-da. यस्तो राम्रो फुल थियो छोडेर गयो मलाई को हो यो कौन है ये लड़की लड़की है और लड़का म त त्यहाँ उता नो नो तो यहाँ को के भयो मेरो फुल मलाई चाहिँ यसरी फुल सिउरेर लाउनु मन लाग्छ राम्रो लाग्छ यसरी लगाउन फ्लावर लाउन एकदम मनपर्छ म एक्लै बोले बोले गर्छु मेरो बोल्ने पार्टनरको हालत हेर्नुहोस् यस्तो छ आफ्नै तालमा दिदीलाई खाइदे आई मर गए बाबु के ढुङ्गामा ठोक्यो साग लाने भनेको सब सुकेको भन्नुहुन्छ यो 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 वाला के गर्ने भन्नु छिटो छिटो भन्नु छिटो 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 चाहिँ यस्तो दामी छ कान्छामा तपाईँ बिहे गर्दा यहाँ गर्नु ल यहाँ लिएर आउनु है पार्टी खुवाउनु यहाँ लिएर आउनु हाम्रो घर चाहिँ यता नभएर के गर्नु यस्तो हेर्नुपर्छ बस्नुपर्छ बिहे गर्नु यहाँ आउनु त भयो कि बिहे गर्न यहाँ आइदिउँ म आइदिउँ तर उहाँहरूको पालो हो बिहे गर्ने त मेरो त म बच्चै छु भर्खर बिहे भएर नि त बिहे गर्ने त उहाँको पालो हो गर्नुहुन्न नगरेपछि कसरी बिहे खानु गाडी पर्खिरहेको छौँ गाडी पनि कति चढ्नु अघि घर चढेको मेरो फुल त कता के भयो हाई हेर हाई 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 गरिदिनुहोस् कब आएगा ये गाडी पानी पर्छ भनेर छाता बोकेको हाम्रोतिर चाहिँ खासमा पानी परिरहेको थियो हामी स्वयम्भू जानुभन्दा अगाडि चाहिँ तर हामी स्वयम्भू पुग्दा चाहिँ स्वयम्भूमा चाहिँ घाम लगाइरहेको थियो अनि हाम्रो छाता चाहिँ बोकेर यति हिँड्नु मात्रै भयो झन्डै छाता पनि बाँदरले लिएर गयो छाताको साथ त पानी लिएर गयो अब कहाँ डुल्नु जाने हामी भोलि खुट्टालाई रेस्ट दिने बत्ती बालेर झन् वा जादु अब यतापट्टि बल्छ हेर्नु है छामा जादु हेर्नु है जादु देख्नुभयो नि तपाईँहरूले पनि जादु मैले पनि देखेँ रोडबाट जादु बङ्गलालाई हामीले कसरी लुट्ने भन्ने हामी यहाँनिर छलफल गरिरहेछौँ गाडी आएन त्यो भएर हामी हिँड्दैछौँ यस्तो मुन्टो फर्काउनुपर्छ फेरि यता हेर्नुपर्छ फेरि मुन्टो फर्काउनुपर्छ हेर्नुपर्छ के गर्नु घरमा भए साधन छ काठमाडौँमा भने पैदल छ पैदल देखाइदिनु पैदल मर्मेड क्याट वक रे यो चाहिँ फेरि मेरो पनि हेरिदिनुहोस् न त क्याट गाडी आएन खुट्टा दुख्ने भयो सुकेधारा भन्ने ठाउँ छ क्या सुकेधारा भित्र छिर्ने एउटा बाटो छ त्यो बाटोमा चाहिँ गाडी आउँदैन रिसै उठेर आउँछ अनि हिँड्न गाह्रो छ हामीलाई गाह्रो छ
गाह्रो छ, हिँड्न पर्छ, गाह्रो छ, गाह्रो छ। बिचरा यस्तो माया लाग्दो मान्छेलाई मैले हिँडाइरहेको छु, हिँडाइरहेको छु, के गर्नु। तगडा छु, तगडा। गाडी थियो नि त हामी चाहिँ सेम सेम जुत्ता लगाएको है गाइज। हामी हिँडेर एक देश पारि आइसक्यौँ तर गाडी आएन। गाडी आएन। यहाँ चाहिँ फुटबल खेल्ने ठाउँ छ। फुटबल यताबाट मात्रै किन आएको, मलाई रिस उठिसक्यो। पछाडिबाट आउँदैन, घर पुग्न लागिसकिसक्यो, यताबाट मात्रै आउँछ, यताबाट चाहिँ आउँदैन। मान्यो भने त हामी त घर आइपुग्छ। यो बसको काम छैन। यस्तो बेलामा घर आयो। हामी यस्तो बेलामा घर आइपुग्यौँ हिँड्दा हिँड्दा गाडी नआएपछि। ल बाई गर्नु, भ्लग बन्द गरिदिउँ। बाई, अब त घर आयो।